अब यहाँ त त्यो कहीँ यस्तो बस्यो भने यहाँ त्यो हुन्छ नि नेपाली केटीहरू आँखा पनि गर्छ नि त्यहाँ त म बसिरहेको छु होइन खैरिनी आएर बसिरहेको आत्तिरहेको मेरो इङ्ग्लिस त निक्लिरहेको पुरै त्यहाँ त रक्सी हाल्दा पनि सिक्सिकेटले रक्सी हालिदिएर खाउँ खाउँ लाग्ने नि हौ सिडनी चाहिँ फोटो खिच्नलाई ठिक हो हो जोनी त ओपेरा हाउसनिर खिच्छ नि त त्यो प्रुफ देखाउनु पर्यो नि त गइस् त अस्ट्रेलिया समुद्र खिच्यो भन्दा पनि हुन्छ होइन त्यो ओपेरा हाउस नै देखाउनु पर्छ क्या अनि त्यसपछि इज्जतले बोल्छ कि ए हजुर गइसक्यो त्यहाँ फेरि कस्तो चिल अब बियर खाँदै गेम खेल्नु पाउने रहेछ होइन रक्सी खाँदै बियर खाँदै खैरिनीहरू आइदिने मारिने कस्तो नि खैरिनी क्या आसुक्सी फिगरवाला आएको थियो ऊ त मक्कै भयो कि इन्स्टातिर हुँदैन साँच्चीको यस्तो हो कि कहाँ नेपाली केटीहरू यस्तो हुनुलाई तर भर्खरको केटाहरू चाहिँ बिग्रिएको छ केटाकेटीहरू होइन त्यो चाहिँ अलिकति झुर लाग्यो कस्तो भन्नाले अब काठमाडौँ नै नदेखेन अस्ट्रेलिया पछि मान्छे कस्तो हुन्छ होला अनि उता के अरे स्ट्रिप क्लब गए कस्तो भयो सुनाउनु न कस्तो भयो ए बब्बाल हो नि हो हामी त नेपाल डान्सरहरू मात्रै हेरेर आनी नि त होइन कोब्रा यहाँ गयो चटचुट गएन अनि पासपोर्ट सासपोर्ट दियो चट्ट छिर्यो भित्र छिर्ने बित्तिकै त्यो पुरै यहाँ त ब्राजर्सको सुटिङ भइरहेछ होइन गयो होइन नेपाली हो नि आत्तिहाल्छ नि होइन गरिब देशबाट आएको होइन हो नि होइन गयो नि टक्क बस्यो अनि टक्क स्टेजमा टक्क हुँदो रहेछ नि टक्क पोलसोल 2-3वटा पोल हुँदो रहेछ होइन केटी आमा कस्तो लम्बु हुने के होइन कहाँ यहाँ जस्तो फतेउरीहरू हुने हो लम्बु चटक्क परेको म्याचेस खुट्टा वाक गर्दा पनि यहाँसम्म हावा जस्तो हुने